त्यो केवल एउटा नर्मल ब्लग थियो, घुम्ने, हेर्ने अनि रमाउने, तर बिना प्लानै मैले प्याराग्लाइडिङ गरेँ। हेलो गाइज, वेलकम बैक टू द न्यू ब्लग। आज चाहिँ हामी जाँदैछौँ एलेन्सबर्ग टेम्पल, इस्टर्न वेल पार्क, त्यसपछि जान्छौँ नान्टिन टेम्पल अनि उलङ्गन बीच। हामी चाहिँ अहिले निकेशकोबाट निस्क्यौँ, अब सनी दाईहरू भापट्टि जान्छौँ, त्यहाँबाट कान्छीलाई पिक गरेर दाईहरूसँगै निस्किन्छौँ। हामी चाहिँ अहिले श्री वेङ्कटेश्वर मन्दिर आइपुग्यौँ। भित्र भिडियो गर्न पाएन, पूजा गरेर सबले प्रसादी। हामी चाहिँ श्री वेङ्कटेश्वर मन्दिर दर्शन गरेर प्रसाद खाएर आइपुग्यौँ। प्रसाद सबै चाहिँ भेराइटी थियो। हामी चाहिँ एलेन्सबर्ग टेम्पल घुमि भ्यायौँ। अब चाहिँ हामी जान्छौँ इस्टर्न वेल पार्क। के हो यहाँ? I don't know. You guys are leaders. Drivers, You guys are leaders. leaders. But we are drivers. Hi. Bye. अहिले चाहिँ हामी इस्टर्न वेल पार्क आइपुग्यौँ। हामीले चाहिँ पार्किङ गरिसक्यौँ। दाईहरू चाहिँ डुल्दैछन् एकछिन। प्याराग्लाइडिङ, हामी त्यहाँ प्याराग्लाइडिङ गर्न गएका थिएनौँ। हामी त सिर्फ घुम्न गएका थियौँ, तर त्यहाँ उभिएर अरू उडेको हेर्दा मनभित्रबाट नै कसैले मलाई झकझकाइरहेको जस्तो फिल भइरहेको थियो। फाइन टुडे माया कुत्ता हेर न, टन्नै रहेछ आज। यत्रो धेरै थियो जस्तो लाग्थेन। यो मुलाले चाहिँ कर्तक देखाउँदो रहेछ। अनेक गर्छ। अघिको त्यो प्यारासुटको माथि, त्यसको माथि टेकिरहेको थियो मुलाले। हे उहाँ देखाउनु पर्छ त अलिअलि त। उड्न लाग्यो, गाह्रो लाग्यो। आज हाम्रो ब्लगर डलाकटी वाइटी मिस्टर डलाकटी यहाँ प्याराग्लाइडिङ गर्दै हुनुहुन्छ। हामी इस्टर्न वेल पार्कमा आएको छौँ। हेर छ भाइ अलिअलि डर लागिरहेछ। कस्तो डर लाग्यो यार। यहाँबाट होइन टेकअप हुन्जेल त्यो खुट्टा छोड भन्छ होइन, यहाँबाट त्यति चाहिँ एकछिन डर लाग्छ। त्यो माथि हावाबाट यस्तो रमाइलो हुन्छ। हल्का केही डराउनु पर्दैन। हामी यहाँ छौँ। कालो निलो हरियो पहेँलो भइसक्यो। छेड उडाइहाल्यो हुन्थ्यो नि। मलाई थाहै थिएन मैले कस्तो फिल गरिरहेको थिएँ। नर्भस एज एक्साइटेड डेफिनेटली, तर आई एम नट स्योर व्हाट टु एक्सपेक्ट। Keep your eyes on the horizon. As I get the glider up, we're going to step back, and then we're just going to run forward. And then we took off just like that, and my feet were not touching the ground anymore. म हाँसेँ। यही रमाइलो भएर होइन, मसँग बोल्ने शब्द नै थिएन, म त उड्दै थिएँ स्वतन्त्र अनि जिउँदो। Some fun? Yeah. No need to suffer.
एक्कासी हामी घुम्न थाल्यो मेरो मुटु टक्क रोकियो डर लाग्यो तर हाँसो पनि आयो डर र रमाइलो एकैचोटि एकछिनका लागि लाग्यो म आकाशमा रोलर कोस्टरमा छु अनौठो क्रेजी तर कहिले नबिर्सिने Yeah. Oh, it's in landing again. All the way up. Oh, okay. Yeah. Okay, I'm landing on that. त्यो पलले म भित्र केही परिवर्तन गर्यो म अब पर्यटक मात्र थिइन म त्यो ठाउँको एक हिस्सा बनेको थिएँ How was that? Very nice. Thank you for flying. How was that like? Thank you for flying me. Okay. Where are you going now? Yeah, we're going to go up to the car park there. This way? Yeah. Down there, Sarah. डुकडुक त गराछ बल्ल आनन्द आयो अब चाहिँ आनन्द आयो अहिले त कडा पलाइसकेछ दुईचोटि भइसक्यो तेस्रो चोटि जानला हामी हामीले सिक्लिफ भ्यू पोइन्ट जानको लागि सर्टकट बाटो लिएका थियौँ अलिक ठाडो उकालो छ तर चाँडै पुगिन्छ अर्को बाटो पनि छ अलिक लामो छ तर सजिलो छ म त्यो बाटोको ब्लगको लिङ्क तल डिस्क्रिप्सनमा राखिदिनेछु तपाईहरूलाई सजिलो होस् भनेर यहाँबाट हो कि अर्को बाटो जोडिने यहाँबाट टोली आइपुग्यो This is Sickliff Bridge. त्यत्रो वर्ष तपाईलाई तपाईको बुढाले ल्याएन मैले बुढालाई 3 चोटि ल्याइसके यहाँ यसो त तेस्रो चोटि हाम्रो म यहाँ थिएन नि यत्र ल्याउनु कस्तो लागिरा भन्ने राम्रो छ हैन ओल ठीक अंकललाई कस्तो लागिरा ठकै लागिरा यो चाहिँ मेरो थर्ड टाइम हो सिक्लिफ ब्रिज पहिला चाहिँ पानी परेको थिएन आउँदा अहिले चाहिँ पानी परेर भक्क रोक्या भएर चिसै छ माटो त्यही भएर अलिक चिप्लिन सकिन्छ पानी परे भने चाहिँ यो बाटो नआउनु होला हामी चाहिँ सिक्लिफ ब्रिज हेरेर आयौँ अब यहाँबाट चाहिँ हामी नान्टिङ टेबल जान्छौँ You've arrived. Destination is on your right.
माउन्टेन टेम्पल भिजिट पनि सक्छौँ। अब हामी जान्छौँ कोलङ्गन बिच। हामी चाहिँ आज उलङ्गन बिच आयौँ। खतरा दामी भोपाल रहेछ, हेरौँ हेरौँ लाग्ने खालको। सबजना थाकित छन्, भोक लागिसक्यो। यहाँ डलाकोटी वाइटी चाहिँ पुरा Let's leave the past behind. Walk with me. There's something else we need to find. Say you'll go. हामी चाहिँ अहिले घर जान लाग्यो उलङ्गनबाट फर्केर। आज चाहिँ म भ्लग यतिकै एन्ड गर्छु। See you on next vlog. Don't forget to like, share and subscribe.